हेलो र स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा र गाइस आज फिलहाल चाहिँ म अहिले ड्युटीमा छु र अहिले चाहिँ गाइस हाम्रो यहाँ ब्रिफिङ हुनु गइरहेको छ र ओनरले चाहिँ हामीलाई हलमा सबैजना भेला हुनु र केही स्पेसल कुराहरू म तिमीहरूको माझमा सेयर गर्छु भनेर चाहिँ ओनरले हामीलाई यहाँ बोलाउनु भएको छ र हामी सबैजना चाहिँ यहाँ आएको छौँ। अब यहाँनिर चाहिँ के ओनरले भन्नुहुन्छ हामीलाई आई थिङ्क केही सरप्राइज दिनुहुन्छ होला र हामी सबै स्टाफहरू चाहिँ यहाँ आइसकेको छौँ र अब ओनर आउनु वेट गरिरहेको छौँ र हेर्दै जाउँ गाइस हामीले ओनरले आज के भन्नुहुन्छ। र गाइस ओनरले हामीलाई के आज स्पेसल दिनुहुन्छ सरप्राइज केही दिनुहुन्छ होला सायदै स्टाफलाई, त्यही भएर हामीले यहाँ आज हलमा बोलाउनु भएको छ र हेर्दै जाउँ गाइस के चाहिँ दिने रहेछ हामीलाई ओनरले। लास्टसम्म हेर्नुहोस् होला र धेरै मजा आउनेछ। र फाइनली गाइस हाम्रो ओनर चाहिँ आइसक्नु भएको छ र अब चाहिँ हामीलाई के भन्नुहुन्छ तपाईँहरूलाई पनि म भन्नेछु, तामिलमा भन्नुहुन्छ म ट्रान्सलेट गरेर भन्नेछु के भन्नुहुन्छ, हेर्दै गर्नुहोस् होला लास्टसम्म गाइस। गाइस हाम्रो मेम पनि आइसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। ಟೈಮ್ ಅನ್ನೋದು ಸರಿ ಲೀವ್ ಅನ್ನೋದು ಸರಿ ಎದು ಅನ್ನೋದು ಸರಿ ನಾ ಸೊಲ್ಲ ಹೊರದಿನ ಕ್ಯಾಶ್ ವೆರಿ ಇಂಪಾರ್टेंट ಕರೆಕ್ಟಾ। र गाइस फाइनली हाम्रो मिटिङ चाहिँ सकिसकेको छ र हाम्रो मिटिङमा चाहिँ के डिस्कस भयो भन्दा चाहिँ म तपाईँलाई एक्सप्लेन गरिदिन्छु। ओनरले चाहिँ भन्दैछ हामीलाई सोध्दैछ कि हामीले चाहिँ के चेन्जेस ल्याउनुपर्छ रेस्टुरेन्टमा, कस्टमरहरूले कम्प्लेन गरिरहेको छ, एक दुईजना कस्टमरहरूले समटाइम्स कम्प्लेन भइरहेको छ र के चेन्जेसहरू हामीले ल्याउनुपर्छ भनेर सोद्धाखेरि चाहिँ हामीले भनेको छौँ, सबै कुरा एक्सप्लेन गरिदिएको छौँ र मेन्युको प्राइसहरू अलिक बेसी भएको छ त्योहरू हामीले म्यानेज गर्नुपर्छ भनेर हामीले ओनरलाई एक्सप्लेन गरिदिएको छौँ। र अन्त अरू कुरा चाहिँ क्याप्टेन वेटरहरूको लागि ड्रेसहरू भएको थिएन, त्यसको लागि पनि हामीले बात गरिदिएको छौँ। अन्त सबै कुरा हामीले कम्प्लिटली डिस्कस गऱ्यौँ। आजको मिटिङ राम्रै भयो र आजको मिटिङ हाम्रो सकिसकेको छ र आजको ब्रिफिङ हाम्रो एन्ड भइसकेको छ र थ्याङ्क यू सो मच फर वाचिङ। भेट्नेछौँ हामी भोलिको नयाँ ब्लगमा। बाई गाइस।